हेलो एभ्रिवान, सबै सन्चै हुनुहुन्छ। मैले चाहिँ आज बजारबाट पनिर लिएर आएको थिएँ। आज मैले चाहिँ पनिर बनाउँदैछु। हाम्रो डेली रुटिन भनेको खाना बनाउने। मेरो सब्जीमा आज पनिर थियो। पनिरलाई मैले साना साना पिसेस बनाएर रेडी बनाएँ। उतातिर फेरि ग्यासमा फेरि कराही बसेको थिएँ गरम गर्नलाई। उसमा थोरै तेल राखेँ। तेल राखिसकेपछि गरम खुर्सानी, अदुवा, लसुनको पेस्ट, टमाटर अनि चप गरेको प्याजहरू राखिसकेको छु। यहाँ पहिले नै प्याज लसुन राखेर यहाँ भुन्दैछु, किनभने राम्रोसँग भुन्नुपर्छ नि त। जब तक राम्रोसँग भुनिँदैन तब तक जति राम्रोसँग हिलायो उति राम्रो स्मेल आउँछ नि त। टमाटरको पेस्ट पहिले पनि राखेको थिएँ अनि टमाटरको पेस्ट राखिदिने, अनि त्यहाँदेखि थोरै पानी पखाल पुखुल पारेर चाहिँ कराहीमा राख्ने, अनि त्यसपछि हिलाइरहने। थोरै नुन राख्नु पर्दैन नि त टमाटर गलाउनको लागि, अनि थोरै टमाटर राखिदिएँ, अनि राम्रोसँग मिक्स गरेर चाहिँ हिलाइदिएँ। त्यहाँ राम्रोसँग पकाउनु पर्छ नि त। फेरि राम्रोसँग पकाएँ। त्यसपछि जिरा पाउडर, धनियाँ पाउडर, मसला सबै रेडी बनाइसकेँ। त्यहाँदेखि राम्रोसँग हिलाउने राम्रोसँग हिलाएर चाहिँ यसलाई पकाउनुपर्छ। यसलाई चाहिँ राम्रोसँग हिलाइ पकाउनुपर्छ नि त, किनभने जब तक पाक्दैन तब तक फेरि कच्चापन आउँछ नि। कच्चापनको स्मेल आउने गर्छ। त्यसैले राम्रोसँग यसलाई राम्रोसँग पकाउने। थोरै पकाउँदै चलाउँदै छोडिदिँदै गर्नुपर्छ, किनभने पिँधा लाग्छ नि त। हिलाउँदै पकाउँदै गएपछि पेस्ट पाक्यो नि त। त्यसपछि मसला पाकिसकेपछि यसमा पनिर मिक्स गरिदिने, यसलाई राम्रोसँग चलाउने। यसलाई राम्रोसँग चलेपछि त्यो माथिबाट चाहिँ सरर धनियाँ राखिदिने, अनि चाहिँ राम्रोसँग मिक्स गरेर चाहिँ यसलाई थोरै देरको लागि चाहिँ ढक्कनले ढाकिदिने। पनिर फेरि धेरै समयसम्म पकाउनु पर्दैन नि त। यसलाई पकाउने भनेको 2 से 3 मिनट ढाक्दै ढाक्दै गर्नुपर्छ। चाहिँ थोरै देरको लागि ढाकिदिएको छु। फेरि चाहिँ यसलाई ढक्कन खोलेर चाहिँ मिलाउने। अब मेरो पनिर रेडी भयो। थ्याङ्क यू फर वाचिङ।